बोक्दियो बराबरी नि हो त म कहिले ल थिरुलबाट हामी कहाँ जान्छौँ हामी ल दामी दामी छ क्याम्बेल आजको चाहिँ जेस वेदर राम्रो छ हौ है कतिमा हो जम पारि ल अब हामी कहाँ जाने हो कहाँ जाने हो Oh my god! जङ्गलको बिचमा घरहरू अनि यति राम्रो सहरमा हो कति राम्रो छ क्या जङ्गलको बिचमा हामी चाहिँ हाइकिङ सुरु भयो नि त्यहाँबाट आम्मामामामा ल एकदमै क्या उकालो क्या गाइस हामी चाहिँ अब हाइकिङको लागि ल मेरो बुढीको स्टाइल अब यहाँ यस्तो एकजना हिँड्न सक्ने एकजना नहिँड्न सक्ने हो हामी चाहिँ अब धेरैजना छौँ आज 6 जना साथीहरू 2 जना चाहिँ अगाडि गइसक्नुभयो 2टा ग्रुप एउटा ग्रुप चाहिँ अब हामी बिस्तारै आउँदैछौँ हिँड्दैछौँ गाइस हो उहाँ हुनुहुन्छ यो 2टा ग्रुप है ल बवाल छ हिँड्न सक्नेको अगाडि नसक्नेको चाहिँ पछाडि छौँ हामी चाहिँ के गर्ने गाइस हल्का यसो हिँड्नु त परिगयो नि होइन ल फाइनली भेट भएको छ कपालहरूलाई सबैजनाको कपाल है नमस्ते म समीक्षा राई भन न खुलुङ राई खुलुङ वहाँ खुलुङ देखा आपने लापरवाही का नतीजा है के अरे हो हुन्छ सबजना हुन्छ सबैजना रेडी होइन त जानलाई हामी कहाँ निक्लेछौँ अरे अब स्टनवेल टप हो यो हो न तरिका हो त्यो अलि हालौँ त ल सबैजना गाइस हामी चाहिँ एकदम होइन हाइकिङ गर्न हिँडेको ल अरे सबजना खानेकुराहरूको लागि चाहिँ एकदम डिस्केस बोक्नको लागि चाहिँ सबैजनालाई बोक्नको लागि भारी हुन्छ होइन अब यस्तै हो अलिक माथि गइसकेपछि
सबै ठिक हुन्छ गाइज, नो वरिज। ल यो ठाउँ पनि हाइकिङको लागि चाहिँ एकदमै बवालै ठाउँ छ। हो हो तिमीले त खानै छ जहाँ पनि यार। तिमीलाई खाना भन्दा केही छैन बेबी। आर यु ओके? गुड। यहाँ लेखेको छ होला नि। यहाँ फरेस्ट वाक 2 किलोमिटर, इस्टर्न वर्ल्ड टप 800 meters, ओके, इस्टर्न वर्ल्ड पार्क रेलवे स्टेसन 200 meters. So where you wanna go? ओके, त्यही फरेस्ट वक होइन त, होइन इस्टर्न वर्ल्ड वक चाहिँ 800 मिटर त ठिकै हुन्छ गाइस। 2 किलोमिटर त टपमा छ नि। बेबी आर यु ओके? देख्यो? Yeah, everything you are my baby. Yeah, sunshine. अरे कहना क्या चाहते हो? अन्डा अनि ब्रेकफास्ट टोस्ट विथ नोटोला हेजलनट वाउ हेजलनट अन्डा हामी चाहिँ अब हेरेको हेरै कौन है? कहाँ से आते हैं? अचार चाहिँ सही हुन्थ्यो तर अन्डै ठिक छ। हाम्रो चाहिँ बेला यस प्लिज। अहिले हाम्रो ब्रेकफास्ट चाहिँ बबाल भएछ। हाइकिङ गरेर आइसकेपछि इस्टर्न वर्ल्ड पार्कमा वेटिङ गरेर अब बसिरहेको छौँ। कसलाई? वा अनि अरू के मनपर्छ तिम्रो बुढालाई? त्यस्तो नट्स मात्रै मनपर्छ, तिमीलाई मन पर्दैन क्या? यो ठाउँ चाहिँ मलाई ठ्याक्कै बेला बेलामा होइन पोखरा जस्तै लाग्छ क्या। टक्कसँगले पोखरामा यस्तै छ होइन। अझै पोखरा बस्दाखेरि पनि यस्तै क्या दामी क्या, सफा सुग्घर एकदम राम्रो लाग्छ क्या। तर अहिले कस्तो भएको छ पोखरा होइन? पोखरा चाहिँ अहिले मलाई थाहा छैन, सबैले भन्छन् अहिलेको मेयर खत्तम छ, राम्रो छैन भन्छन्। तर कस्तो बनाएको छ थाहा छैन। तर पहिला चाहिँ पोखरा एकदमै बवाल क्या, मलाई एकदम मन पर्ने ठाउँ, शीतल शान्त एकदम यस्तै राम्रो ठाउँ थियो क्या टक्कसँगले। त्यही भएर टुरिज्म एकदम राम्रो थियो। बुढा र बुढी टक्कसँगले यसरी बुढलाई मैले फुल लगाइदिएको छु। अनि चाहिँ हिँडेका छौँ। यस ए बैगुनको यो फुल हेर नि, यो त उ छँदै भइहाल्छ नि हाम्रो नि। के भन्छ अरे यसलाई? अगाडि कि होइन वनफुल के भन्छ नि, वनफुलहरू। हाम्रो ग्रुपहरू चाहिँ उहाँ पुगिसक्नु भएको छ, उहाँ बस्नुभएछ। यो हाम्रो लामै टुर हो नि, 1-2 घन्टा नि, 2 घन्टा 2.5 घन्टा ट्राभलिङ चाहिँ ट्रेनमा।
वाउ एकदम राम्रो ठाउँ छ ल यिनीहरू यस्तै हुन् भिडियो बनाइदिँदा नि खुसी नै हुन्छन् फोटो बनाइदिँदा नि खुसी नै खुसी छ फोटो सबै ल्याएको फोटो खिचौँ अब अब फोटो खिचिदिन्छ हाम्रो मस्त जोक मारा रे या हंस रे हलकट हंस हाम्रो बुढाबुढीको डान्सको चाहिँ दुनियाँ खान्छ भन्छ कोसिस चाहिँ हाम्रो जारी छ साथी हो यता साथीहरूको त्यस्तै छ फेरि सबजनाले मुभी बनाउँदैछ नि मुभी आफ्नो कथानक चलचित्र हुँदैछ कस्तो लागिरहेको नाइस लाग्छ चाहिँ भिडियो बनाउनुको सुरुमा साथीहरूले हामीलाई छोडेर गइसक्नु भयो अब हामी चाहिँ स्टेनवर्ड पार्क र समुद्रतिर जाँदैछौँ कहाँ गयो तिनीहरू यताबाट गर्ने हो स्टानवेल पार्क बिच हामी चाहिँ बाटो क्रस गरेर अब हामी ओह्रालोतिर लाग्दैछौँ साथीहरूले धेरै तरै छोडे जस्तो लाग्दैछ हामीलाई अब अलिक हामी ढिलो ढिलो हिँड्नु पऱ्यो यस्तै साथीहरूलाई अब भेट्छौँ हामी छिटै कस्तो लागिरहेको रमाइलो हेरिसो हेरिसो ल भन्दा हेरसम्म राजा हुँदा हुँदै किन हेर्नु अरे अर्को सानी मेरो सानी भन्न पाइन्छ एकदम राम्रो चिल छ है आज शीतल भएर क्या झन् रमाइलो फोटो भिडियो चित्त बुझ्यो भने त दामी रमाइलो अवालै चित्त बुझ्छ नि हो नबुझ्ने कुरा पनि हुन्छ र हेर न क्या दामी क्या दामी अब हामी चाहिँ हिँडेको हिँडै जोस रमाइलो छ मजा आइरहेको छ गाइस सबैजनालाई गुड गुड समीक्षालाई के आउँदैन समीक्षा नै हो यो टिम मेम्बरको सबैभन्दा हेड हेड मान्छे भन्दा त प्लिज शाबाश बेटा यस यस त हामीलाई कोही बोलाएको हुन्छ त हामी चित दुख्छ क्या हामी कालो थोरै छुरे बोक्नु हँसाइ चाहिँ मान्नै पर्छ भेटेको जस्तो छ ती बेला जस्तो राजनलाई यतिको त हुनु पर्यो भने हो ब्लास्ट नै हो क्लास होइन हो ब्लास्ट अच्छा हमको सिखा रिया है हुन्छ ब्लास्ट आज ब्लास्टिङ आज ब्लास्ट हुन्छ आज त केही रहेछ टिक्ने आँधी हान्न यार यहाँ त के बर्बाद भयो गाइस यतातिर यतातिर ल गाइस हामी चाहिँ फाइनल्ली इस्टर्न वर्ल्ड पार्क आइपुग्यौँ हजुर
बेबी रमाइलो भयो नि पहिला घिचिङ अनि बिचिङ ओके छ त एनिवेयर हजुर बर्थडे भइरह नि आएको बाल बस्यो तपाईँलाई सन्चो भयो मलाई सन्चो भयो यो हरियाली रे यो हरियालीमा यो हरियालीको बिच यो हरियालीको बिचमा अनि उहाँ हुँदाखेरि ओ माई गॉड इट्स आउटस्ट्यान्डिङ हुन्छ नि यहाँ फेरि यतिकै मलाई ढल्किरहन मजा आउँछ क्या त डाँडामा जानुपर्छ क्या हो क्याफे खोलौँ हजुर क्याफे खोलिदिउँ ल्याएर क्याफे पनि खोल्नुपर्छ यहाँ क्लोज रहेछ क्याफे हो यहाँ क्याफे खोल्ने सबै थोक खोल्नुपर्छ उही रुखको होला फेरि फाइनली हामी चाहिँ इस्टर्न ओइल पार्कमा आइपुग्यौँ 2 घन्टाको यात्रापछि गाइस यस रमाइलो हरियाली छ सबैतिर अस्ट्रेलिया यही त हो नि जङ्गलै जङ्गल अनि जङ्गलको बिचमा पार्क अनि हामी चाहिँ हेरेको हेरै अनि त्यसैको छेउमा समुद्र यहाँनिर चाहिँ समुद्र छ गाइस होइन समुद्र छ यस्तो दामी छ है समुद्र अब हामी त्यहाँ एकछिनमा जान्छौँ यो चाहिँ पार्क हो खेल्ने ठाउँ हामी के बनाउनु गइरहेको छ चटपट हो बिरयानी तपाईँको बर्बाद भयो चिकन बिरयानी हो मटका बिरयानी मटका बिरयानी ल हामी चाहिँ गाई अब यसो खाजा खाँदैछौँ पार्कमा बसेर ओ गजब बेइज्जती बाहिर मात्रै भिडियो हुन्छ मलाई होइन होला बात तो सही है दौड़ना तो पड़ता है उसके धंधे के बारे में माई गॉड यति साह्रो चाहिँ होइन होला क्या यस्तो हुँदै हुँदैन क्या खोर्सानी त हाल्यो नि बल पनि चाहिन्छ क्या यस्तो गर होइन आइडिया नि चाहिन्छ बल अँ। पनि चाहिन्छ दाइ यस्तो गरिसकेपछि ए ल भइगयो त दामी ल रे यस्तो गर नि A few moments later. दामी ल ससेज ल्याएको थियौ अनि किन नभनेको अघि कितने आंधे आना यार तपाईँको बर्बाद भयो लाउडले जति मन लाग्छ बोला चिलमा छौ चिलमा चिलमा हो बेबी हो ल गाइस पानी परिसकेपछि चाहिँ अहिलेको अवस्था एकदम दामी भएको छ आम्मा यो गर्दा भ्यू क्या दामी सिन यार समुद्र छेउमा ल बढेको होला नि दाइ पानी आएर दामी बढेको छ मेरो साउन्ड सुन्नु न साउन्ड हो बबाल क्या सच्चै नै म यस्तो ह्याप्पी भन्छु कि मलाई त डर लाग्छ हो बच्चाहरू खेलाएर न म सक्दैन खेल्छन् कि पानी भएको नि त वाउ कस्तो रमाइलो लाग्यो नि दामी दामी ल वाउ कस्तो लागिरहेको कितने आंधे आना यार तपाईँको ल हे भित्र राख्नु आयो ल रे आउ आउ
शाहरुख खान पहुंचता है शाहरुख खान को पहुंच जाइए बात तो सही है दौड़ना तो पड़ता है ल गाइस दामी समुद्रको भ्यू इस्टर्न वेल पार्कको छेउमा समुद्र छ एकदमै राम्रो सुन्दर सफा अनि भ्युजको हिसाबले एकदम बवाल दामी छ हामीले चाहिँ फुल्ली इन्जोय गरेछौँ गाइस हामी चाहिँ हेरेको हेरै यहाँ यता बेबी र बेबीहरू पुरा देखिरहेका छन् अनि उहाँ चाहिँ मेरो बेबी भिजेर बेबी भिज्यौ अब चाहिँ हामी समुद्रबाट फर्किने तयारीमा छौँ गाइज अब हामी ब्याक टु क्याम्सी जाँदैछौँ आज डिनरको लागि फाइनली हामी चाहिँ क्याम्सीको अनुकिचन आइसकेका छौँ गाइज आज हाम्रो डिनर चाहिँ यहीँ हुनेछ र आज हाम्रो पहिलोचोटि पसेको छ भने कुनै साथीहरू चाहिँ पहिले नै आएर खाइसक्नु भएर चाहिँ हामीलाई यहाँ रिकमेन्ड गर्नुभएको हो यहाँको खाना खाइसकेपछि तपाईँलाई रिभ्यू त अवश्य दिन्छु ल क्याम्सीमा आएर पनि नछोड्ने भनेर सुँगेर लट्ठ भने मैले यसलाई खोल्ने भनेको ड्रिङ्क्स चाहिँ हामीले बाहिरबाट ल्याएको उहाँले बाहिरबाट ल्याएर खान एलाउड दिनुभयो त्यसको लागि चाहिँ उहाँलाई धेरै धेरै धन्यवाद र हामीले अब खाना अर्डर गरिसकेका छौँ अब केही छिनमा खाना आउँदैछ नहीं म ये लिएर म त्यो लिएर खाऊ खाऊ मासु खाऊ चिकन खाऊ माछा खाऊ Yummy. Everybody happy? Yep.
गाइस खाना कस्तो छ त यता त ऊपर सबै आउँछ नि त्यही हो खाऊ बेबी दामी टिप्ने आँधी हान्ने खाना चाहिँ हामीलाई एकदमै मिठो लाग्यो सबैलाई धेरै धेरै धन्यवाद अनु किचन थ्याङ्क यू सो मच रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सुके यिनीहरूले गर्छन् क्या अब ल थ्याङ्क यू सो मच गाइस अनि मजा लाग्यो नि त देऊ सिल देऊ देऊ सिल देऊ यो हो नि त गाइस अब फेरि नेक्स्ट भिडियो लिएर आउँदैछ भने त हामीले अल गुड